नमस्कार, मेरो नाम प्रियांश पोखरेल। म चाहिँ 9 कक्षामा पढ्छु। यो चाहिँ मेरो फर्स्ट ब्लग हुनेछ। फर्स्ट ब्लग भिडियो हुनेछ हैन। यो फर्स्ट ब्लगमा केही गल्ती भयो भने कमेन्ट गर्नु होला अनि म त्यो सच्याउने छु। मलाई सपोर्ट गरिदिनु होला। म चाहिँ ब्लग छुट्टीको बेला बनाउँछु किनकि अरू बेला म स्कुल जानुपर्छ। त्यसैले मलाई फलो गरिदिनु होला। धन्यवाद। हेलो गाइस, यो मेरो नयाँ ब्लग। हामी अहिले देवघाटमा छौँ। यहाँका रुममा बसेर देवघाटको कुरा गर्छ। रुममा बसेर देवघाटको कुरा नगर्ने। हेलो गाइस, आज हामी कहाँ छौँ? इन्टरनेट छैन कि कस्तो गेम खेल्न गाह्रो भइरह, ब्लग एडिट गर्न गाह्रो भइरह मलाई। अनि यहाँ हामी एक रात भइसक्यो लगिन करने के लिए। हाय गाइस, आई इन देवघाट नाउ। देवघाट कस्तो अल्छी छ यो ठाउँ है कस्तो अल्छी लाग्छ हैन। अब भने मेरो कपालहरू कस्तो देखिरहेको छ मलाई नदेखाएन। मैले भर्खर नुहाएको कि अनि अहिले चाहिँ हामी चिया खान जान आँटेको। यो चाहिँ हाम्रो देवघाटको फर्स्ट दिन हो मेरो। हाम्रो ओके, यहाँ मलाई बोलाउँदै हिँड्छ। यहाँ आरसी दिदी, हाम्रो स्पेसल आरसी दिदी डुइङ हर मेकअप होइन। न्यू गेस्ट न्यू गेस्ट My skin broke out. Why? I don't know. You are my new guest here. Hi, it's my blog. But it's okay. मेरो अस्ति पैसा हराइदिइरहनु ल। सही भाइ सोधिरहेको छु है, खोजीमा थियो हराइदिएर भने यहाँ यो चाहिँ त कता छ होला। हेलो हिमानी, यो चाहिँ हाम्रो हिमानी। इसमा आन्टी छोरी, आन्टुको छोरी। तल हेरेको तलै थिएन। अब ए मन्दिर त म बाहिर जाँदै गर्छु है। दिस इज लाइक यहाँ चाहिँ हामी बसेको आश्रम हो। अनि यहाँ चाहिँ हामी अहिले जाँदैछौँ चिया खान। चिया खान जाँदैछ। यहाँ चाहिँ मन्दिर भर्खर हिजो राति पानी परेको थियो अनि चिसो पनि भइरहेको थियो। अहिले ठिक्क छ। मन्दिर पनि यहाँ सबै छ। यहाँ बादलहरू चाहिँ धेरै आउँछ। त्यो चाहिँ हाम्रो मन्दिर हो। मन्दिर यो हाम्रो मन्दिर होइन। मन्दिर चाहिँ ठुलै हो, राम्रो छ। शिवको मन्दिर हो। यहाँ धेरै टुरिस्टहरू पनि आउँदो रहेछन्, इन्डियनहरू। धेरै ठाउँ धेरै फेमस पनि छ होइन। फेमस पनि छ अनि राम्रो पनि छ। मैले यता फोटो खिचेको थिएँ। अब आफ्नो उतामा जानु मामुलाई बोलाएर लिएर आइदिन्छ। बाबाले बोलाउँदै ल होइन, हामी चाहिँ यहाँ के काण्ड भइरहेको। यहाँ काण्ड मतलब त्यस्तो चाहिँ होइन मतलब यहाँ ढिलो भइसक्यो चिया खानु। अनि यहाँ अघिदेखि जाने भने यहाँ कोही रेडी भएर रहेनछ। म पनि खसेछ यहाँ, कोही रेडी भएन होइन। म पनि भर्खर उठेर भर्खर ब्लग गर्नु थालेँ। आँखा झुप भइरह। छिटो बाबाले बोलाएको छ। छिटो गरौँ। हिमानी पो नुहाउँदै हो है। हिमानी अहिले नुहाउँदै पो हो। होइन म त अनि त्यसपछि यहाँ छिटो
तिनीहरू त सुतिराखे क्या तँ भने होइन कि उनीहरू चाहिँ अलिक चाँडो उठेका थिए अब नुहाइ होला भनेको तिनीहरू चाहिँ उठ्ने बित्तिकै नुहाउन यहाँ वाद विवाद चल्यो अब मैले भनेको कुरा मान्दिनँ मम्मी चाहिँ मैले भनेपछि त्यस्तै हो क्या बच्चे खान् नि त आफ्नो बुद्धिले हो कि लागेपछि हल्दी पानी खान्छु भनेर dominating me. अँ, You know, हल्दी बोकेको that रहेछ। dominating. ऊ शिक्षित मान्छे ऊ रातभरि छटपट गरेर केले टोको र केले टोको घरि मच्छर धुब्बालेछ घरि के राख तँ पनि निकालेर हामीले पनि मच्छर धुन्छ बाले जब यस्तो वाद विवाद हुन्छ के काम गर्ने के काम गर्ने मैले के काम गर्ने मोबाइल चलाउने केटाकेटी छ नि काम त, गर्ने हौ, त्यो मोबाइल चलाउने मान्छेले ज्ञान त आएन हाम्रो। हटस्पट पनि छैन गेम पनि खेल्न पाएन एक्सपिरियन्स पनि हुनु पऱ्यो नि त अब एट्याच उहाँ होटलमा जहिले बस्नु पाउने त्यसै गरी बसाएको थिएँ भनौँ भने कुरा गरे जस्तो ढाक दिए जस्तो ढाक पनि दिएको होइन केही पनि होइन म हामी त त बस्न एडजस्ट भएको छु नि अब ऊ त भएको छैन नि त उसको त बेला अझै छ बित्नु पर्ने के हुँदै बाँकी छ अनि एक्स म पनि चिनिने एक्स पनि त्यो छिटो गरिस् अरे मलाई बाबाले गाली गर्छ कति बज्यो अब कति बज्यो कति बज्यो कति बज्यो कस्तो अल्छी लागिसक्यो न केही रहेन हेर कस्तो हामी त अघि भर्खर नुहाएको थियौँ अब हिमानीले चाहिँ नुहाएको रहेनछ अनि अब नुहाएको छैन भने एकछिन अझै रुक्नु परिहाल्यो स्याम्पू केही गर्दै होला सावर बनाउँदै रहेछ अनि यस्तै हो अहिले म तपाईँहरूलाई चिया खाने ठाउँमा भेट्छु अनि यहाँ वाकिङको पनि मोन्टाज देखाउँछु है त ल हेलो गाइज हामी अहिले चिया खाने ठाउँमा आइसकेको छौँ त्यो मोन्टाज हेर्नुभयो होला अनि अहिले चाहिँ हामी यहाँ देवघाटमा छौँ होइन मस्त घाम लागिरहेको यहाँ तातो होइन यहाँ चाहिँ अब हामी चिया खान आँटिरहेछौँ चिया खाने लोकेसन हाम्रो रामामा आइसिन्छ होइन यहाँ सबैजना आइसिन्छ यहाँ चिसो चिसो छ अलिकति राम्रै छ यो ठाउँ हाम्रो आमा आन्टी बाबा मामु त्यहाँ आइसिन्छ गर्ल्स डुइङ हर गर्ल्स टक भने यही हो होइन है त्यो पनि हो र तिमीलाई यस्तो डिप्रेसन एङ्जाइटी कहिलेदेखि लाग्यो जब यता नेट नभएर मैले त यस्तै Why do I look like I have a के भन्छ bald ass hair मेरो कपाल छ तिमी कोरेन हो क्या हो कोरेको हो आई थिङ्क यु डिन्ट कम योर हेयर wow okay ल अब हामी चिया पाकेपछि तपाईँलाई भेट्नेछौँ ल सो हामी फेरि आइसकेछौँ चिया चाहिँ पाकेको छैन नो चिया डग लाइफ चाहिँ दामी हुने कस्तो कुकुरहरू होइन कुकुर बाजे तिम्रो लाइफ चाहिँ दामी हुन्छ यता यता कुकुर डग चिनिङ इज लाइफ मोमेन्टलाई आरसिडी त्यहाँ गइसक्यो भने चाहिँ म चाहिँ आरसिडीलाई चेकआउट हान्न गएको होइन अब आरसिडी के गर्दैछ अब आरसी दिदीको थोरै हेल्पफुल गरिदिनु पर्छ होइन त्यसैले आरसिडीलाई हेल्प गर्नु म आउँछु आरसिडीलाई हेरेर आउँछु भेरी प्रोटेक्टिभ फ्यामिली बी लाइक टु मच प्रोटेक्टिभ फ्यामिली बी लाइक त्यहाँ आइसिन्छ फोटो चलिरह वाट गर्ल्स निड फोटो के को फोटो सबैको फोटो के को भिडियो सबैको भिडियो बट आई एम मेकिङ अ ब्लग म्यान मस्तले चिल लाइफ लुक एट द्याट इट्स सी she's right there puny little girl there she's making my blog brother stop there no thing she's right there let's go get her
it's kind of chilly. चिसो छ. Oh my god, look at the centipede. Centipede, what you call that? It's good. Oh, monkey came. बाँदर आयो यार. अब एकछिन फोन अहिले म फेरि ब्लग रिज्युम गर्छु. त्यहाँदेखि आरसिडी त आइसक्यो. नो रिज्युम ब्लग. के हो त्यहाँ मन्दिर हो? स्कुल हो. नजाम. I told you. दिदी के गर्दै देखिन्छ? फोटो खिच्दै देखिन्छ. है आज कस्तो गर्मी है. रिकलामा यसरी खिच्यो. She's stealing my content, man. She's stealing my content. Why are you stealing my content? Huh? हाँसिदेऊ त. So anyways, don't forget to smile. भयो. Jump. गर्मी है दिदी? गर्मी त घाममा बसेर हो. टाइम वेदर चाहिँ ठिकै छ त्यो घाम. त्यहाँ एउटा किरा मरेर चाहिँ हामीले सेन्टिपिड आई डोन्ट गिभ त्यो डिफ्रेन्ट प्रनाउन्सिएसन पनि हुन्छ. इ सेन्टिपिड श्राद्ध तिमी जाऊ त म उता. त्यसको ठुलो भर्जन पनि हुन्छ होइन? त्यसको ठुलो भर्जन तिमी पनि जाऊ न हुन्छ. उता. ओके. छिटो जाऊ त. Let's go fast. Let's go. Oh, कति छिटो जानु अब? Ooh, sun's bright. Days hot. Jump. Let's go. छिटो. Why are you slow? Why are you so slow? Wait for me. Wait for me. I don't have long legs. Man. Ooh, it's very hot. आज कस्तो घाम लाग्यो के. बाहिर निक्लिनु नि यस्तो गर्मी भइरहेको नि देवघाट. देवघाट इज भेरी हट प्लेस, यु नो. अम्मा कस्तो गर्मी छ. भाइ फोन पक्रिदियो न. Girly talks, my new phone लेके. Girly talks. Girly talks. नहर्न यार मेरो कपालको देखिरहेछ. बल्ल चिया आयो. चिया. म पनि खान्छ. Everybody having some tea. होइन यहाँ खा छ. चिया. वाद विवाद घरमा जहिले वाद विवाद हुन्थ्यो. चिया टाइम. अब हामी तपाईँले चिया खाएपछि भेट्छौँ. बाई. सो हेलो गाइज, म फेरि आइसकेको छु. अघि हामीले भर्खर चिया खाएको होइन. चिया बिस्कुट अनि यहाँ थोरै पसलमा वाद विवाद. म पनि त्यो लास्टमा क्लिपमा हाल्छु होइन, यहाँ के भएको छ भनेर. त्यो अङ्कललाई उडाइदिनुपर्छ है. अनि त्यसपछि यहाँ चाहिँ हामी अब हामी कहाँ जान आँटेको? त्यहाँ खाजा घर मात्र हो. मैले देखिनँ के लेखा छ त दिदी. मैले भेटिनँ. अहिले हामी गुफा जान आँटेको. टिकट चाहिँ 10 रुपियाँ रहेछ. अनि टिकट चाहिँ लिइसक्यौँ हामीले. अब हामी जाँदैछौँ गुफामा गएर अब फेरि वाकिङ मुन्टास त हान्दिनँ म. अब त म यहीँ जान्छु होइन. ओ इङ्ल्यान्ड यार. डेनमार्क इङ्ल्यान्ड थियो. हामी जाँदैछौँ. ओ कस्तो राम्रो ठाउँ छ क्या यता हेर्नु त. ग्रिनरी भेरी पिसफुल प्लेस होइन. यहाँ दिदीहरू राम्रो यहाँ अहिले चाहिँ हाम्रो यहाँ थोरै त्यहाँ पसलतिर यस्तो हो. अघि चाहिँ एउटा अङ्कलले हामीलाई 500 को च्यात्तको नोट दिनुभएको छ होइन. हिजो राति थियो. पसल बसी बन्द गरिसकेको रहेछ. फेरि गएको. पछि आज चेन्ज गर्न गएको त केही छैन अरे. अनि के भने क्या मामुलाई. अनि त्यसमा मामुले बाघ भन्नुभएको थियो. अनि मुख सम्हाले के बोल्नु भन्दै थियो. अनि आफै के भन्दै थियो. म त्यो क्लिप चाहिँ तपाईँहरूलाई लास्टमा देखाउँछु. अनि चाहिँ हामी जाँदैछौँ मन्दिर. मन्दिर गुफा. मन्दिर. यस.
केबल कार कहाँ कुन केबल कार खै उतापट्टि आएपछि पारी जाने ए है चर्को घाम छ क्या फेरि चर्को घाम कस्तो मान्छे हो अङ्कल कस्तो थियो यार यहाँ फुटबल खेल्न मजा आउँछ होला फुटबल गर्मीले मरिन्छ कहाँ यहाँ फुटबल खेल्यो भने गर्मीले मरिन्छ त्यो बेलुकातिर मैले जहिले भर्खर नुहाएर आएको टेबलमा म पनि भर्खर नुहाएर आएको नि फेरि मेरो फोन तातिसक्यो नि यस्तो गर्नेलाई 85% है यति भिडियो मात्र बनाएर थिएँ 65मा झरिसक्यो यसलाई अहिले त यस्तो तातो भइरह दिदीको पनि फोन त्यस्तै नचलेकन घटिरह है हाम्रो आरसी दिदी ब्याकग्राउन्ड क्यारेक्टर Why are you slow? Why are you slow? What way you doing? What way you doing? कत्रो ठुलो रुख रहेछ लेट्स गो अघि चाहिँ भर्खर पानी पर्ने यहाँ हिलो हिलो छ पातहरू पनि झरेको यता हिलो हिलो छ अहिले रुखहरू काट्दो रहेछ यता कत्रो ठुलो रुख के रुखको लगहरू फोटो अहिले यहाँ पानी परेर पनि यता उता यस्तो यस्तो भएको के राम्रो ठाउँमा कस्तो छ हो यहाँ के बनाउनु आँटेछ नि के बनाउनु आँटेछ ल हामी चाहिँ अहिले कहाँ यो मन्दिर चाहिँ हामी अब पुग्न आँट्यौँ अब थोरै बाँकी छ कस्तो गर्मी छ हेर्न पनि गाह्रो भइरहेको क्या यता गर्मी गर्मी छ अहिले यही हो यही पो हो हिमानी चाहिँ कुन हो यही हो यही पो हो ब्याकग्राउन्ड क्यारेक्टर मन्दिर हामी बल्ल मन्दिरमा आइसक्यौँ अब उही मन्दिर ब्याकग्राउन्ड मन्दिर छ होइन मन्दिर धेरै मन्दिरहरू रहेछ एउटा यो अर्को मन्दिर यो चाहिँ अर्को मन्दिर हाम्रो ब्याकग्राउन्डमा अर्को मन्दिर त्यहाँ छ तिमी बिचमा आयो के यहाँ पनि छ अर्को मन्दिर चाहिँ सबैजना त्यो मन्दिरतिर हाम्रो गुरु पण्डितजी आरसी दिदी मन्दिर दर्शन गर्मी छ यता बसौँ एकछिन आया सरी लेट्स गो यो चाहिँ आज मेरो लङ भ्लग हुन्छ होला है 1 डे भ्लग लङ भ्लग हिमानीले कस्तो बजाउँछ हिमानी ड्याङ What's that dang? Hell no. Stop गर्मी It's very hot. I'm sweating my के भन्छ every kuna of my body. Every kuna काप्चा. Yes. Sweating hard. मेरो कस्तो आँखाबाट पनि पसिना निस्किन मात्र बाँकी छ अब कपालमा पनि पसिना छ आइएम फिलिङ मेरो कपाल यस्तो ग्रिसी यस्तो रे के है एकजनाले पाटे पढाइ है रुँदै ए मेरो आगोबाट पसिना निस्केको कति धेरै सिब्लिङ के है ओके यहाँ झन् गर्मी रहेछ so many siblings look at this यो चाहिँ हाम्रो मन्दिर हामी यहाँ अहिले पछाडि छौँ ब्याकमा मन्दिर पनि बिर्सेछौँ दम ए यहाँ होइन रहेछ हरि यो चाहिँ भित्र मन्दिर के को मन्दिर हो एउटा ठुलो ढुङ्गा छ सरी आन्टी
के को मन्दिर हो यो भित्र लगेर चढाइदिनु के शिव हो कि के हो हामीले चढाउन मिल्छ शिव हाम्रो नखिच न कसरी खिचेको हाम्रो नखिच किन ब्लग हो क्या हाम्रो ब्लग हो आन्टी मन्दिर होइन मामा ब्लग होइन त मन्दिरभित्रको खिच्ने ब्लग हो अहिले हामी दर्शन गरेर ब्लग खिच्छौँ टाइम हामी टिका लाउँछौँ हामीले दर्शन भर्खर गऱ्यौँ आन्टी हाँस्दै हिँड्दै क्या आन्टी हाम्रो हाँस्दै हिँड्दै क्या मैले ब्लग बनाएर हाँस्दै हिँड्दै आन्टी है हेलो पानी छ्याप्यो होइन गर्मीले पसिना पुसेको अनि गर्मी रहेछ कि लुक एट द स्वेट लक्ष्मणतां सदा देवा आसन्तु सर्वदा यस द्याट्स स्वेट कस्तो धेरै स्वेट छ लुक एट दिस मेरो त लिटरली ओइली भएर धेरै भने कस्तो स्वेट छ भने यता हेर्छु त पसिनै पसिना सेम एसी चाहियो लागेको छ कि आन्टी भयो एकदम जय बजरङ बली कि जय हो यो के हो बाबा वाउ 25 बत्ती तातो रहेछ बलिरहेको छ ए भिडियोमा चाहिँ देखिँदैन होला त्यो पनि बल्न चाहिँ बलिरह यो 25 वर्ष अगाडि बलेको रे बलिरह रे यो पनि बलिरह यो पनि बलिरह यो बाल्न एकदम गाह्रो हुन्छ अखण्ड भनेपछि कहिले पनि टुट्दैन यो पनि बलिरहेछ उठेर तेल थपेर यो पनि बलिरह के होला सुन्नु न यो अहिलेसम्म कति उ भयो दिनकै तेल हाल्नुपर्छ दिनकै 25 वर्षदेखि यसै गरी बालिरहेको छ क्या 25 वर्षमा ननिबिकन बलिरहेको यसो तेल थप्ने हो बत्ती फेर्ने हो तर बालेको होइन बत्ती फेर्ने बेलामा त त्यो निप्छ नि त होइन तेल ननिलाइकन थपिहाल्ने कि ननिलाइकन थपिहाल्ने त्यसमै 25 वर्षमा यतिकै छ 25 वर्षमा कसले पहिला बाल्नु भएको थियो अनि अर्को कुन जेनेरेसन आयो तर जेनेरेसनले बाल्छ होइन मस्ट भिजिट दिस प्लेस इन देवघाट यस कस्तो गर्मी है यो दुईजना डिप्रेसन एङ्जाइटी बिकज अफ गर्मी नहोला खोल्नु हुँदैन होला अनि त्यसपछि ओके खोल्न मिल्दैन हैन के को बट्टा हेर फेर्ने बेलामा चाहिँ कसरी के को बट्टा हेर त लुक एट द्याट बट्टा द्याट्स एन आइसक्रिम अफ पेपे अलि रुड हुन्छ यो पेपे अलि होइन धेरै नै रुड पेपे आइसक्रिम त्यसपछि ट्याग मेरो भुँडीमा त देखिरहेको छ हजुर लम्बो भइसक्यो के लुक एट द हाइट डिफरेन्स जस्ट लुक एट द्याट सी इज टलर देन एन एक्स अहिले कस्तो गर्मी छ होइन आई नो म रिपिट गरिरहेको छु कस्तो गर्मी छ त्यही पनि रियली अहिले यस्तो गर्मी छ यो झन् चाहिँ हामी अहिले असारमा छौँ झन् चाहिँ गर्मी छ अघि भर्खर पानी परेर एकछिन चिसो भएको थियो कस्तो गर्मी भइरह बाबा बिचार गर्मीले थाकेर थकित होइन बहुत गरम है भाई बहुत गरम है हजुर ल अब म फोटो खिचेर आउँछु चिनिसकेँ सो हेलो होइन यो भिडियो चाहिँ लामो है होइन अनि मैले थोरै काटेको छु यो भिडियो चाहिँ डे 1 पार्ट 1 होइन हामी देवघाटमा आएको यो हिजो आएको अनि यो डे 1 पार्ट 1 होइन यो अहिले दिस मर्निङको होइन यो पार्ट 1 छ यो पार्ट 1 सिधैपछि म पार्ट 2 पनि बनाउने छु यो एन्ड अफ द डेको यो भिडियो चाहिँ अहिले धेरै लामो भयो त्यही भएर म यो भिडियो पार्ट 1 चाहिँ यतै एन्ड गर्न जाँदैछु ल लाइक सेयर र सब्सक्राइब पनि गरिदिनु होला पार्ट 2 कमिङ सुन पार्ट 2 आउँछ आज पार्ट 1 आउँछ होला होइन आज पार्ट 1 र पार्ट 2 आउँछ होला भोलि पार्ट 3 पार्ट 4 अनि काठमाडौँ नजाने जेलसम्म म यहाँको भिडियो बनाइरहेको छु ल स्टे ट्युन है त बाई